क्षेत्रबाट तपाईहरुले जति कुरा राख्नु भएको छ त्यो सबै हामीले नोट गरिएको छ। मैले मेरो कार्यालयका सचिव मार्फत सबै कुराहरू नोट गराएको छु र ती कुराहरूलाई गम्भीरतापूर्वक विश्लेषण गरिनेछ र त्यसबाट सुदूरपश्चिमको निम्ति तपाईहरुले दिएका सुझाव टिप्पणी आलोचनाहरू सबैलाई गम्भीर रूपले एउटा निष्कर्षमा पुर्याउने कोसिस गरिनेछ। मैले भन्ने एउटा र मुख्य कुरा अहिले त्यही नै हो। यहाँ किन भने जस्तो गरी विकास भएन, यहाँ किन अन्य प्रदेश भन्दा यो पछि परेको देखिएको छ, मानव विकास सूचकाङ्कको दृष्टिकोणले या विकास प्रक्रियाको तीव्रताको दृष्टिकोणले पनि यहाँ किन चुनौतीहरू छन् भन्ने कुरा तपाईहरुले राख्नु भएको छ, जसको गम्भीर समीक्षा हुन जरुरी छ। मैले यहाँ तपाईहरुले भने जस्तै एउटा भिन्न पृष्ठभूमि र क्रान्तिको एउटा नयाँ प्रक्रियाबाट आएको हुनाले मेरो दिमागमा म तपाईहरुको अगाडि पहिला पनि भनेको छु, आज पनि म भन्न चाहन्छु, मेरो ध्यान बढी सुदूरपश्चिमतिर र कर्णालीतिरै हुन्थ्यो। किनभने यी क्षेत्रहरू हिजोको राज्यद्वारा, हिजोको सरकारद्वारा सबभन्दा बढी उपेक्षित वा विभेदमा पारिएका र पछि पारिएका क्षेत्रहरू हुन्। त्यसकारण गणतन्त्रको नयाँ सरकारको ध्यान उपेक्षित र पछि पारिएको क्षेत्रको विकासमा केन्द्रित हुनुपर्छ भन्ने एउटा धारणा बनाएर नै मैले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीको हैसियतले तपाईहरुले स्मरण गर्नु भएको होला या तपाईहरुले पहिलाको रेकर्ड पल्टाएर हेर्नुभयो भने बाहिर काठमाडौँ उपत्यका बाहेक म सबभन्दा बढी कुनै प्रदेशमा कुनै क्षेत्रमा गएको छु भने सुदूरपश्चिमले सबभन्दा बढी आएको क्षेत्र। यो तथ्याङ्कले बताउँछ तपाईहरुलाई, किनकि यो क्षेत्रको विकासमा ध्यान नदिइकन यहाँ शिक्षा, स्वास्थ्य, रोजगारी, उद्योग आदि इत्यादि भौतिक पूर्वाधार सबै क्षेत्रमा यस सन्दर्भमा विकासको गति नदिइकन नयाँ नेपाल या समृद्ध नेपालको कुरा गर्नुको त्यति धेरै अर्थ हुँदैन भन्ने मेरो बुझाइ थियो। त्यसकारण पहिलो 9 महिने प्रधानमन्त्री कार्यकालको रेकर्ड मसँग छ, सबभन्दा बढी सुदूरपश्चिम, र त्यति बेला तपाईहरुकै सुझावलाई हेरेर शिक्षाको क्षेत्रमा सुदूरपश्चिम सबभन्दा पछि परेको क्षेत्र, त्यहाँ एउटा पनि विश्वविद्यालय छैन, कलेजहरू असाध्यै कम छन्। त्यसकारण विश्वविद्यालयबाट काम थाल्नुपर्छ, किनकि शिक्षा विकासको र पूर्वाधारको पनि सबभन्दा ठुलो पूर्वाधार शिक्षा नै हो। त्यसकारण विश्वविद्यालय खोल्ने, आंशिक कलेजहरू बनाउनेतिर मेरो ध्यान र जोड थियो। अहिले पनि म तपाईहरुको अगाडि थोरै तथ्याङ्क मात्रै राख्न चाहन्छु, तपाईहरुले विचार गर्नु होला, विचार गरिदिनु होला भनेर म भन्न चाहन्छु। दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको कुरा धेरै पहिलेदेखि चल्यो। मैले दोस्रो कार्यकालमा त्यसलाई अलिकति अगाडि बढाउने पहल गरेर अहिले त्यसमा सम्झौता नै भएको छ र अब काम सुरु हुँदैछ। भारततिर त काम सुरु भइ नै सक्यो, नेपालतिरको काम पनि अगाडि बढ्दैछ। यो आफैमा सुक्खा बन्दरगाह निर्माण गर्ने कुरा यस क्षेत्रको विकासको निम्ति महत्त्वपूर्ण काम हो। पञ्चेश्वर परियोजनाको पनि यहाँ चर्चा उठ्यो। मैले जति बेला भारत, बङ्गलादेश र नेपालको बिचमा त्रिदेशीय साझेदारी विद्युतको बारेमा सहमति गरिएको थियो सैद्धान्तिक रूपले, र भारतसँग विद्युत व्यापारसँग सम्बन्धित एउटा ऐतिहासिक निर्णय गरियो 10,000 मेगावाट वाला कुरा। त्यति बेला भारत सरकारसँग पञ्चेश्वर निर्माणको बारेमा पनि सैद्धान्तिक सहमति भएको थियो
र दुवै देशका प्रतिनिधिहरू, विज्ञहरू, प्राविधिकहरू बसेको टिमले त्यसलाई अन्तिम रूप दिनको लागि सिंहदरबारमा यति धेरै बैठक भए र करिब अन्तिममा पुर्याइएको थियो र मलाई बडो खुसी र गर्वको महसुस भएको थियो कि पञ्चेश्वर अब बन्ने नै भयो। अहिले पनि मलाई विश्वास छ झन्डै 98% सहमति भएर पनि 2%ले अगो अड्किया छ। त्यसलाई अगाडि बढाउन सकिन्छ। मेरो विश्वास छ पञ्चेश्वरले सुदूरपश्चिमको विकासको लागि र देशकै विकासको लागि पनि महत्त्वपूर्ण भूमिका खेल्दछ। अर्को कुरा पनि म तपाईहरुलाई भन्न चाहन्छु, त्यति बेलै सुदूरपश्चिममा कैलालीको कुनै ठाउँ या कञ्चनपुर, पछिल्लो चरण कञ्चनपुरको पुनर्वासमा आईटी कलेज, टेक्निकल इन्स्टिट्युट स्थापना गर्ने सहमति भएको छ र त्यसको अध्ययन प्रक्रिया सुरु भइसकेको छ। यो पनि कुनै भाषणको कुरा होइन, काम अगाडि बढाइएको कुरा हो। तपाईले यो कुरा अन्य पार्टीका नेताहरूलाई सोध्नु भयो भने पनि थाहा पाउनुहुनेछ कि माओवादी केन्द्रको नेतृत्वको सरकारले सुदूरपश्चिममा नै टेक्निकल इन्स्टिट्युट स्थापना गर्नुपर्छ भनेर भारत सरकारसँग समझदारी गरेको छ र त्यो काम अगाडि बढ्दैछ। यो कुरा तपाईहरुले नोट गर्नै पर्ने हुन्छ। यहाँ साथीहरूले राखिनै हाल्नुभयो, गेटामा नेपालकै पहिलो शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको निर्णय गरेर विधेयक तयार गरी संसदमा दर्ता गरिएको छ। यो आफैमा सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा एउटा ठुलो क्रान्ति ल्याउने काम हो र त्यो पनि मेरो नेतृत्वको सरकारले नै गरेको हो। यसमा धेरै मेहनत परेको छ। मैले गेटामा आएर अध्ययन अवलोकन पनि गरेको छु। यो अहिले कता कता रोक्ने कोसिस भइरहेको छ, यो अगाडि बढ्छ। तपाईहरुको साथ सहयोग भयो भने म अहिले त विपक्षी दलको नेताको हैसियतले सदनबाट यो कुरालाई जबरजस्ती उठाएर यसलाई रोक्ने कोसिस भनेको सुदूरपश्चिमको अपमान हो भनेर म भन्ने छु। तपाईहरुले यसलाई पनि पक्कै पनि ध्यान दिनुहुनेछ। अहिले गोकुलेश्वर टिकापुरमा कृषि क्याम्पसको स्थापना गरिएको छ। मध्य पहाडी लोकमार्ग हुलाकी मार्गको दीर्घकालीन महत्त्व राख्ने भिजन अन्तर्गत लोकमार्गसँग जोडिएका क्षेत्रमा उद्योग र कृषि उत्पादन जोड दिने, त्यसलाई उद्योगसँग जोड्ने गरी यस क्षेत्रमा औद्योगिक क्षेत्र र कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र स्थापना गर्ने घोषणा गरिएको छ र त्यो प्रक्रिया अगाडि बढेको छ। कृषि उत्पादनलाई प्रशोधन गरी सुदूरपश्चिमको कृषि उपजलाई संसारभरि पुर्याउने लक्ष्यका साथ तेस्रो पटक म प्रधानमन्त्री हुँदा मेगा फुड पार्क स्थापना गर्न बजेट तर्जुमा गरिएको छ। अहिले सरकारले त्यसको महत्त्व नै बुझेको छैन। अहिलेको सरकारले त्यसलाई बेवास्ता गरेको देखिएको छ। अत्तरियामा जडीबुटी केन्द्रको स्थापनाको परियोजना सुरु गरिएको छ। नेपालको क्रिकेटको विकासमा सुदूरपश्चिमको भूमिका महत्त्वपूर्ण छ भनेर नै मेरो नेतृत्वको मन्त्री परिषदले थाप्ला क्रिकेट मैदानलाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको छ। यो तमाम युवा र खेलाडीहरूको निम्ति पक्कै पनि गर्वको कुरा हो। बैतडीको झुलाघाट र डडेलधुराको चोकपुरमा मोटरेबल पुल निर्माण गर्ने सम्झौता मैले नै भारत सरकारसँग गरेर त्यो काम अगाडि बढिराखेको छ। तपाईहरुले थाहा पाइराख्नु भएकै छ। महाकाली नदीमा मोटरेबल पुल बनाउने अरु पनि सहमति भएको छ र त्यो पुलको काम गत वर्ष 90% सम्पन्न भएको छ। तर अहिले त्यसको प्रगति शून्य भएको छ। यो पनि तपाईहरुले यहाँका बुद्धिजीवी, व्यवसायी, सबै नागरिक समाजले ध्यान दिनुपर्ने विषय छ। डोरा नदीकै प्रकोपबाट सधैँका लागि मुक्त हुन विशेष प्रगतिको नदी नियन्त्रण परियोजनाको काम अगाडि बढाइएको छ। चीनसँगका नागा म दोस्रो चोटि प्रधानमन्त्री हुँदा हिंसाको पुलको उद्घाटनदेखि चीन सरकारसँग मेरो प्रारम्भिक छलफल भएको थियो। यो पटकको चीन भ्रमणको बेलामा सबै 8वटा परम्परागत नाका खोल्ने निर्णय गरिएको छ र अनि हिल्सादेखि मुसिकोटसम्म कि सिमीकोटसम्म चीन सरकारले पक्की बाटो बनाउने सहमति भएको छ र यो काम छिटै अगाडि बढ्दैछ।
महाकाली कोरिडोरको टिङ्गर जोड्ने सडक र दिपाल हुँदै पुरै भन्ज्याङ जोड्ने फास्ट ट्र्याक निर्माणका लागि विशेष पहल गरी धेरै नेतृत्वको सरकारले बजेट विनियोजन गरेको छ। म यो पनि तपाईहरुको ध्यान आकर्षण गर्न चाहन्छु। खप्तर क्षेत्रको भ्रमण मैले नै प्रधानमन्त्रीकै रूपमा त्यहाँ गएको छु र खप्तर क्षेत्रलाई विशेष पर्यटकीय क्षेत्रको रूपमा विकासको ठूलो सम्भावना छ भनेर त्यसको प्रारम्भिक खाका तयार गरिएको छ। पर्यटन विकासका लागि अझ बढी जोड दिन जरुरी छ। अनि यहाँका धार्मिक पर्यटनको दृष्टिकोणले बढी मालिकादेखि अरू कपिल शैवाल हिमालको क्षेत्रलाई विशेष पर्यटकीय क्षेत्र बनाउन सकिन्छ भनेर नीतिगत रूपले काम अगाडि बढाउने मैले जमर्को गरेको थिएँ। महाकाली चिसापानी 4 लेनको सडक निर्माणको पहल गरिएको छ। डडेलधुरा उपक्षेत्रीय अस्पताल तथा अन्य अस्पतालको स्तर उन्नति गर्ने काम गरिएको छ। मैले यति कुरा यहाँलाई किन सम्झाएको छु त गणतन्त्र आएपछिका हुने कुराहरू जति तपाईहरुले अहिले मैले भनेको सुन्नुभयो। गणतन्त्र आएपछि माओवादी केन्द्रको नेतृत्व आएपछि सुदूरपश्चिममा सुरु गरिएका यी विकास निर्माणका कार्यहरू हुन्। मैले भने उद्योग स्थापनाको दृष्टिकोणले, पर्यटन विकासको दृष्टिकोणले, कृषिमा उत्पादन र उत्पादकत्व विकासको दृष्टिकोणले तपाई अहिले हेर्नुभयो भने पछिल्लो चरण कृषिलाई आधार बनाएर नेपालमा औद्योगिकरण गर्ने भनेको कृषिमा आधारित उद्योगहरूलाई प्राथमिकता दिएर मात्रै नेपालमा रोजगारी सृष्टि गर्न सकिन्छ। त्यसकारण अहिलेको 4 सालको नीति कार्यक्रम र बजेटमा तपाई गइलिएर हेर्नुभयो भने कृषिलाई देश बनाउने, आधार बनाउने, आईटीलाई लीडिङ सेक्टर बनाउने र कृषिमा आधारित उद्योग स्थापनामा जोड दिने कुरा गरिएको छ। तपाईहरुले अहिले उठाउनुभयो थुप्रै रुग्ण उद्योगहरू जो विगतमा सरकारले व्यवस्था गरेर ती सञ्चालनमा थिएन। चाहे त्यो विराटनगर जुट मिलदेखि गोरखकाली रबर उद्योगदेखि बुटोल धागो उद्योगदेखि यी तमाम थुप्रै रुग्ण उद्योग सञ्चालनको लागि सिंहदरबारमा यति धेरै बहस छलफल मैले गराएको थिएँ र यी रुग्ण उद्योगहरूलाई पीपीपी मोडेलमा सञ्चालन गर्नुपर्छ भन्ने निर्णय पनि क्याबिनेटबाट भएको थियो। त्यसकारण आदरणीय जनसमुदाय र यहाँ उपस्थित सबै विद्वान मित्रहरू, तपाईहरुलाई मेरो अनुरोध के छ भने राम्रो गर्न खोजेको पनि उस्तै, राम्रो नगर्ने पनि उस्तै भन्ने एउटा भाष्य नेपालमा बनाएर लोकतन्त्रकै विरुद्ध, गणतन्त्रकै विरुद्ध, संहिताका विरुद्ध एक खालको षड्यन्त्र भइराखेको छ। कता कता हाम्रा बुद्धिजीवीहरू पनि सोसियल मिडियाको भाष्यबाट प्रभावित भएर सबै एउटै हो, भ्रष्टाचारका विरुद्ध लडाईँ लड्ने पनि उही हो, भ्रष्टाचारीलाई बचाउन लडाईँ लड्ने पनि त्यही हो भने जस्तो जो भएको छ। यो चाहिँ पक्कै पनि दुर्भाग्यपूर्ण कुरा हो। सुशासनको पक्षमा एउटा वातावरण बनाउन पहल गर्ने र सुशासनका विरुद्ध काम गर्ने उस्तै हुन् भनियो भने त हामीले फेरि त्यो वातावरण कसरी बनाउन सकिन्छ। म यहाँहरूलाई विचार गर्न अनुरोध मात्रै गर्न सक्छु। मैले यहाँभन्दा बढी आज धेरै भन्नु छैन। सुदूरपश्चिमप्रति हिजो जनक्रान्तिमा, हिजो जनयुद्धमा, जनआन्दोलनमा सुदूरपश्चिमले जुन त्याग, तपस्या, वीरता र बलिदानका कीर्तिमान कायम गरेको छ, मलाई त्यो राम्रोसँग अनुभूत छ। त्यसो भएको हुनाले सुदूरपश्चिम र कर्णाली जस्ता क्षेत्रको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, औद्योगिकरण लगायत पर्यटन, कृषि सबैमा पनि उच्च प्राथमिकताका साथ जानुपर्छ भन्ने भिजन र सोच हुनु र समूह राज्य सञ्चालन गर्दा पनि सुदूरपश्चिममा विकासको नाममा खासै नहुने उस्तै हो भनियो भने पनि त्यो न्याय हुँदैन। त्यसकारण म तपाईँ सबै साथीहरूले राख्नुभएका गम्भीर कुराहरूलाई गम्भीरतापूर्वक लिने प्रतिबद्धता पनि व्यक्त गर्दछु। तपाईहरुको भनाइलाई तपाईहरुले खुलस्तै राख्नु भएको छ। तपाईहरुमध्ये धेरैले फेरि हामीलाई धन्यवाद पनि भन्नुभएको छ। तपाईहरु सबैप्रति म यसको लागि आभार व्यक्त गर्न चाहन्छु। आउने दिनमा पनि प्रतिपक्षमा रहेर होस् या सत्ता पक्षमा
जहाँ भए पनि सुदूरपश्चिमको समग्र विकासको निम्ति हाम्रो ध्यान र जोड भइराख्नेछ। यही विश्वास तपाईँलाई व्यक्त गर्ने बिदा हुन्छु।